नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणलाई लिएर केन्द्रीय र प्रदेश सरकारको तयारी अलग-अलगै। पर्वमा देखिएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन कांग्रेस निकट नेपाल मुस्लिम संघको सरकारलाई दबाव। मानसिक रोगका कारण आत्महत्या हुने गरेका नेपालमा 90% भन्दा बढी। अफगानिस्तानमा बम हमला, पत्रकार सहित 25 जनाको मृत्यु। र आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्डमा महेन्द्र सिंह धोनीको नाम। अब समाचार विस्तारमा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणलाई लिएर केन्द्रीय र प्रदेश सरकारको तयारी अलग-अलग देखिएको छ। भ्रमणकै सम्बन्धमा स्थलगत अनुगमनका लागि मंगलबार बिहानै केन्द्रीय गृह मन्त्री रामबहादुर थापा बादल जनकपुर धाम आएर मोदीको नागरिक अभिनन्दन तथा सम्बोधन हुने स्थल 12 बिघा रंगभूमि मैदान र पूजापाठ हुने जानकी मन्दिरको निरीक्षण गर्नुभएको छ। तर गृह मन्त्री थापा जनकपुर धाम आउने कुरा प्रदेश सरकारलाई जानकारी नै नरहेको देखिएको छ। काठमाडौँ फर्किने बेलामा 12 बिघा रंगभूमि मैदानमा गृह मन्त्रीसँग जम्का भेट भएका प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार एवं यातायात मन्त्री जितेन्द्र सुनारले जानकारी नै नदिएर आएकोमा गृह मन्त्री समक्ष गुनासो पोखेका छन्। यसले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा केन्द्र र प्रदेश सरकारको आफ्नै तयारी र योजना रहेको स्पष्ट हुन्छ। सुरक्षामा छलफलका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका गृहमन्त्री थापा भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सिधै जनकपुर धाम आउने र उनको स्वागतका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत जनकपुर धाम आउने खुलासा गरेका छन्। पटनाबाट हेलिकप्टरमा आउनुहुन्छ। नागरिक अभिनन्दनको कुरा सुनेका छ के छ त्यो सम्बोधन पनि गर्नुहुन्छ। अब सम्मानमा यहाँ नागरिक अभिनन्दन गर्ने पनि छ। उहाँको मुख्यतः यहाँ अब जानकीको दर्शन गर्ने, यहाँ पूजाआजा गर्ने भन्ने कार्यक्रम हो। त्यही सन्दर्भमा उहाँको नागरिक अभिनन्दन पनि हुन्छ अनि सम्बोधन पनि छ नि त। अभिनन्दन गर्दाखेरि सम्बोधन पनि हुन्छ। अहिलेसम्म प्रदेश सरकार सक्रिय छ यो भ्रमणलाई लिएर, केन्द्र सरकार र प्रदेश सरकारको समन्वय के छ? अनि समन्वय भइरहेको छ। मुख्यतः यहाँको व्यवस्थापनको जिम्मेवारीहरू प्रदेश सरकारले लिइरहेछ र यसमा चाहिँ केन्द्रबाट पनि सहयोग भइरहेछ। कसले गर्नु सर? रिसिभको सबै सरकारबाट कसले गर्नुहुन्छ? अब यहाँ केन्द्रबाट रिसिभ हुन्छ। उहाँ सवारी मन्त्री प्रधानमन्त्रीजी पनि आउने सम्भावना छ। अनि यो सुरक्षाको हिसाबले गृहमन्त्री थापाका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर धामबाट काठमाडौँ जाने र त्यहाँबाट मुक्तिनाथको दर्शनका लागि समेत जाने कार्यक्रम रहेको बताए। गृहमन्त्री थापाको यी सबै खुलासाहरू प्रदेश सरकारका लागि रोचक र आश्चर्यजनक रहेको छ। मोदीका भ्रमणलाई दृष्टिगत गर्दै प्रदेशका मुख्यमन्त्री राउतको संयोजकतामा मूल आयोजना र स्वागत समिति तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवको संयोजकतामा सुरक्षा उपसमिति बनाइसकेको बेला गृहमन्त्री थापाले भने सुरक्षा र स्वागतका सम्पूर्ण काम केन्द्र सरकारले गर्ने भनेपछि अब भ्रमणका सन्दर्भमा प्रदेश र केन्द्र सरकारको खिचातानी हुने निश्चित देखिएको छ। कांग्रेस निकट नेपाल मुस्लिम संघले आफूहरूको पर्वमा दिएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइरहेको छ। संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफूहरूको पर्वमा दिने गरेको सार्वजनिक बिदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो। संघका नवनिर्वाचित अध्यक्ष अब्दुल सत्तारको आफूहरूको पर्वमा सार्वजनिक बिदा दिने निर्णय नसचिए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो। संवैधानिक मुस्लिम आयोग छ, आयोग बनाउने भनेर चाहिँ नेपालको संविधानले निर्धारण गरिसकेको अवस्था छ। तर अहिलेसम्म मुस्लिम आयोग बन्न सकिरहेको अवस्था छैन। मुस्लिमहरूले आफ्नो समस्याहरू राख्ने बाटै नेपालमा बन्द भएको हामीले महसुस गरेका छौँ। त्यसकारणले अहिलेको सरकारले मात्रै चाहिँ तपाईँको यो आयोग गठन गर्ने भनेर निर्णय भइसकेको अवस्था छ। कार्यान्वयनमा गइदिए मात्रै पनि मुस्लिम आयोग गठन हुन्छ र मुस्लिमहरूले आफ्ना समस्याहरू आयोग मार्फत
सरकारलाई राख्न सक्ने व्यवस्था हुन्छ। यो व्यवस्था तत्काल यो सरकारले गरोस् र जुन बिदाको विषयमा मुस्लिम लगायत अन्य जनजातिहरूको आदिवासीहरूको बिदाको विषयमा जुन कटौती भएको छ यो कटौतीलाई हामीले असाध्य अन्यायपूर्ण देखेका छौँ। नेपालको संविधान 2072 ले व्यवस्था गरेको व्यवस्थालाई यो सरकारले त्यो संविधानको मर्म विपरीत गएर जुन यो विधाहरूको चाहिँ तपाईको चाहिँ कटौती गरेको छ यसमा हाम्रो घोर आपत्ति छ र हामीले सरकारले तत्काल यो निर्णयलाई पुनर्विचार गरेन भने हामी जस्तोसुकै आन्दोलन गर्न पनि हामी तयार रहेको कुरा हाम्रो महाधिवेशनबाट यो पास गरेका छौँ। संघको नयाँ नेतृत्वले संवैधानिक व्यवस्था अनुसार तत्काल मुस्लिम आयोग गठन गर्न पनि सरकारसँग माग गरेको छ। त्यस्तै गरी संघले मस्जिद, मद्रासा, ईदगाह, कब्रस्थान जस्ता आफूहरूको सांस्कृतिक तथा धार्मिक स्थलहरूको संरक्षण र संवर्धन गर्नुपर्ने शिक्षा, स्वास्थ्य र निजामती सेवा लगायतका क्षेत्रका लोकसेवा आयोगबाट लिने परीक्षामा मुस्लिम समुदायको अलग्गै क्लस्टर बनाउनु पर्ने लगायतको माग पनि सरकारसँग गरेको छ। अध्यक्ष सत्तारले राज्यको सबै निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। संघको आइतबार काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनले सत्तार नेतृत्व 77 सदस्यीय कार्य समिति चयन गरेको थियो। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गर्नुभएको छ। महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाएको निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पार्नुभयो। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा बहुमतीय प्रक्रियाबाट निर्णय लिएको भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको पनि खण्डन गर्नुभयो। पार्टी केन्द्रीय कार्य समिति बैठक सर्वसम्मतिले सम्पन्न भए पनि वरिष्ठ नेता पौडेलले त्यस सम्बन्धमा आवेगमा आएर प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको आरोप छ। उहाँले शुक्रबार बस्ने पार्टीको केन्द्रीय निर्वाचित सदस्यहरूको बैठकले पदाधिकारी मनोनयन गर्ने दाबी पनि गर्नुभयो। शुक्रबारको बैठकमा वरिष्ठ नेता पौडेलको पक्षलाई ल्याएर जिम्मेवारी आफूको भएको पनि महामन्त्री कोइरालाले बताउनुभयो। अब रामचन्द्र दाइले मलाई लाग्छ आवेशमा आएर बोल्नु भएको हो, तर सर्वसम्मतिले नै भएको हो र यो कुरो म मिडियाको अगाडि राख्न चाहन्छु। अब समय के आएको छ भने पार्टीलाई एकजुट गरेर एकबद्ध बनाएर जानुपर्छ। पदाधिकारीहरूको चयन गर्नुपर्ने थियो। आज मैले नै गरेर शेरबाजीलाई आग्रह गरेर उहाँले मान्नुभयो। अब 21 गते हुने भयो बैठक। अब यो दिनभित्र हामीले चाहिँ छलफल गरेर शीर्षस्थ नेताहरू दुवैजना सभापति र वरिष्ठ नेता बसेर छलफल गरेर निर्णय गर्नुपर्ने हो मेरो दृष्टिकोणबाट। त्यसले पार्टीले एउटा ऊर्जा पनि दिन्छ कि पार्टी एक भयो भनेर। त्यही अनुसार म पनि लाग्छु कि पार्टीलाई एक कसरी गर्ने हो। यस्तो अवस्था छ अहिले होइन, वामपन्थीहरू एक भएको छन्। हामीले चाहिँ सानो तिम्रो कुरामा चाहिँ अल्झिएर बस्नु हुँदैन, हामी पनि एक डिका भएर जानुपर्छ भन्ने मेरो भनाइ हो। विवाद होइन, अब हामी मिटिङ पोइन्टमा त आएको छौँ नि। आजको उहाँले शेरबाजीले गर्न खोज्नुभयो, मैले नि गएर भने अनि आज नगरौँ यसलाई चाहिँ 2-3 दिन अलि समन्वय भएर तपाईँहरू नेताहरूको बिचमा दूरी नबढोस् भनेर नै गरेको। त्यसैले अहिले त नयाँ युग प्रवेश भएको छ। पार्टी यसले त एकीकृत हुन सक्ने सम्भावना बढेर गएको छ। कहिलेसम्म पदाधिकारी चयनको त्यसो भए टुङ्गो लाग्ला? अब 21 गते भनेर भन्नुभएको छ। त्यो दिन पनि रामचन्द्र दाइ यसै गरी आइदिनु भएन भने? होइन, आउनुहुन्छ। म त्यो त मेरो जिम्मा पनि हो नि रामचन्द्र दाइलाई लिएर जानलाई। महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको पनि बताउनुभयो। उहाँले वामपन्थीको एक भएका बेला पार्टीलाई एकताबद्ध बनाएर लैजानु आफू अग्रसर भएको पनि स्मरण गराउनुभयो। महामन्त्री कोइरालाले शीर्ष नेताहरू बीचको सहमतिमै पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अब समाचारमा विश्रामपछि मानसिक रोगका कारण आत्महत्या हुने गरेका नेपालमा 90% भन्दा बढी।
अफगानिस्तानमा बम हमला पत्रकार सहित 25 जनाको मृत्यु र आइपिएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्र सिंह धोनीको नाम। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेसँगको पार्टी एकता वैशाखभित्र भइसक्ने दावी गर्नुभएको छ। नेता पौडेलले नयाँ वर्षको अवसर पारेर वैशाखभित्र दुई पार्टीबीच एकता हुने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग गम्भीर वार्ता गरिरहनु भएको पनि बताउनुभयो। सोमबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पार्टी एकता सम्मानजनक ढङ्गले हुनुपर्ने अडान पनि दोहोर्याउनुभयो। प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली र दाहालले आलो पालो गरेर जाँदा पार्टी एकता सम्मानजनक हुने नेता पौडेलको बुझाइ छ। त्योभन्दा अगाडि हो केपीजी प्रचण्डजीको चाहना वैशाखभरिमा गर्ने छ। वैशाखभरिमा नै, किनभने यो 75 को पहिलो साल शुभकामना आदान प्रदान गर्ने साल छ। त्यसो भएको हुँदाखेरि यो वैशाखभरिमा नै पार्टी एकता गर्ने उहाँहरू गम्भीर वार्तामा महाधिवेशनसम्म, महाधिवेशनपछि त महाधिवेशनले जे निर्णय गर्छ त्यही आधारमा चल्नुपर्छ। प्रचण्डलाई तिमी पार्टी सदस्य मात्रै भएर बस्छौ भनेर महाधिवेशनले जिम्मेवारी दियो भने पार्टी सदस्य बस्नुहुन्छ उहाँ। केपी ओलीजीलाई ल तपाईँ पार्टी सदस्य मात्रै भएर बस्नुहोस् भनेर महाधिवेशनले जिम्मेवारी दियो भने त्यसैमा बस्नुपर्छ। महाधिवेशनसम्मको निम्ति जसरी दुईटा अलग नदीहरू, तपाईँले हेर्नुभयो सेती र के अरे त्रिशुली मिसिने ठाउँमा अलग अलग रङका पानीहरू हुन्छन्। एउटा निश्चित अवधिसम्म जान्जेलीसम्म रङ अलग देखिन्छ। जब तिनीहरू चाहिँ मिसिन्छन्, मिसिसकेपछि हामी छुट्याउन सक्दैनौँ। त्यसकारणले एउटा खास चाहिँ चरण भनेको महाधिवेशन हो। महाधिवेशनसम्म जानुको निम्ति अलिकति सम्मानजनक एकताको कुरा गरेका छन्। विचार राख्न आउनुभएका सहकर्मी नेकपा एमालेका नेता पौडेलले दुई पार्टीबीच एकता हुनेमा शङ्का नगर्न पनि आग्रह गर्नुभयो। सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा रगत अभाव हुन नदिन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष दाहालले रक्त सङ्कलन अभियानलाई व्यवस्थित बनाउन सबै स्थानीय तहसम्म पनि आवश्यक संरचना तयार पार्ने योजना अघि सार्नुभयो। नेपाल स्वयंसेवी र रक्तदान समाजको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सोमबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले पनि आवश्यक विमर्श गरिरहेको स्मरण गराउनुभयो। त्यस अवसरमा अध्यक्ष दाहालले रगत सङ्कलन अभियानलाई अघि बढाएमा रक्तदान स्वयंसेवीहरूको पनि खुलेर प्रशंसा गर्नुभयो। म यो रक्तदाता समाजलाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु। तपाईहरूले स्वयंसेवी रूपमा जसरी रक्तदानलाई एउटा अभियानको रूप दिनुभएको छ, अब आवश्यकता सरकारको तर्फबाट पनि हामी सबैको तर्फबाट पनि अहिलेको प्रदेशको स्तरमा कस्तो संरचना खडा गर्ने, परिवर्तित राज्यको नयाँ संरचना अन्तर्गत रक्त सङ्कलन कार्यलाई पनि त्यसरी नै व्यवस्थित गर्ने आवश्यकता छ। आज यहाँ डाक्टर साहबहरूले केही कुरा राख्नु भएको छ। पुराना अनुभवको आधारमा रक्तदाता समाजको तर्फबाट पनि जे जति कुरा यहाँ राखिएका छन्, म पार्टीको नेतृत्वको हैसियतले, सरकारमा सहभागी पार्टीको नेताको हैसियतले यो विषयलाई गम्भीर रूपले ध्यान दिने र स्वास्थ्य क्षेत्रमा र रगतको मूल्यका सन्दर्भमा यहाँ अघि पनि केही कुरा राख्नुभयो। पक्कै पनि हामी शान्तिको महत्त्व कसले सबभन्दा बढी बुझ्छ भन्यो भने जसले युद्धको पीडा भोगेको छ त्यसले नै शान्तिको आवश्यकता र महत्त्वलाई बुझ्छ भने जस्तै मैले आफ्नै परिवारमा पनि पटक पटक रगतको आवश्यकता परिपूर्ति गर्न धेरै किसिमका पीडा र समस्याहरू आफैले पनि झेलेको नाताले पनि रगतको के कस्तो महत्त्व छ चाहे। अध्यक्ष दाहालले जनताले शान्ति, समृद्धि र सुस्वास्थ्यको चाहना राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न मुलुकमा जागरण अभियानमै सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औलाउनुभयो। कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले रगतको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सङ्कलन गरिएको रगत समयमा पाउन नसक्दा मानिसहरूको ज्यान गएको तथ्य पनि बोध गराउनुभयो।
उनीहरूले चाहिँ जति बेला पनि दिन तयार हुने व्यवस्थापकको जिम्मा लिने निकायले चाहिँ पार्ट टाइम काम गरेर कसरी चल्छ? मेरो बिरामी राति पनि मर्छ, दिउँसो पनि मर्छ, राति पनि चाहिन्छ, दिउँसो पनि चाहिन्छ। कम्पोनेन्ट्स दिउँसो मात्रै बनाएर चल्दो रहन्छ, कम्पोनेन्ट राति पनि बनाइदिनुपर्छ, अनि मात्रै चाहिएको बेलामा प्रयोग गर्न सकिन्छ। र मलाई लाग्छ ठिकसँग व्यवस्थापन गर्ने हो भनेदेखि अझै पनि हामीसँग भएको डोनर पुलले धेरै बिरामीहरूलाई बचाउन सकिन्थ्यो भन्ने लाग्छ। वेस्ट चिकित्सकहरूबाट या स्वास्थ्य कर्मीबाट, प्रयोगकर्ताबाट धेरै वेस्ट पनि भएका छन्। हामीहरू त्यसको लागि दोषका भागीदार छौँ। तर त्यो पनि यही जिम्मेवारीपूर्ण चाहिँ व्यवस्थापन गरिने काम नभएको हुनाले यसमा वेस्टेज पनि धेरै छ, खेर पनि धेरै गइरहेको छ। त्यसैले गर्दा सिक्कल सेलको पनि छ। यो तीनटा रोग लिएर जन्मिन्छ। वरिष्ठ मुटु रोग विशेषज्ञ कोइरालाले हरेक समयमा रगत उपलब्ध हुने गरी सङ्कलनको कामलाई अघि बढाउन पनि सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउनुभयो। नेपालमा रगतको अभावमा पनि धेरैको ज्यान जाने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ। नेपालमा 90% भन्दा बढी आत्महत्या मानसिक रोगका कारण हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल CAMC नेपालको अध्ययन प्रतिवेदनले नेपालमा 90% भन्दा बढी आत्महत्या मानसिक रोगका कारणले हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। सोमबार काठमाडौँमा आयोजित 15औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले 90% भन्दा बढी आत्महत्या गर्नेहरू मानसिक रोगी भएको तथ्याङ्क पेश भएको हो। उहाँले नेपालमा करिब 50 देखि 55 लाख मानिसहरू कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पनि बताउनुभयो। अध्ययनले नेपालमा मानसिक रोगीहरूको संख्या बढ्दै गएको पनि देखाएको छ। केन्द्रको 10 वर्षे सशस्त्र युद्ध, रोजगारीको अभाव, प्राकृतिक विपत्ति नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै जानुको मुख्य कारकको रूप रहेको पनि जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले भूकम्पका कारण पनि नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढेको अध्ययनले देखाएको बताउनुभयो। CNC नेपालले विभिन्न 34 जिल्ला सरकारी स्वास्थ्य निकायबाट मनोसामाजिक सहयोग प्रदान गर्नको लागि विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा हरेक 5 जना व्यक्ति मध्ये 1 जनामा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ। विश्वमा हाल 30 करोड भन्दा बढी मानिसहरू डिप्रेसनको समस्या परेको पनि बताइएको छ। अब फेरि समाचारमा विश्रामपछि अफगानिस्तानमा बम हमला, पत्रकार सहित 25 जनाको मृत्यु र आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्र सिंह धोनीको नाम। अफगानिस्तानमा बम हमलामा पत्रकार सहित 25 जनाको मृत्यु भएको छ। अफगानिस्तानमा भएका 2 बम विस्फोटका घटनामा कम्तीमा 25 जना मारिएका छन्, जसमा फ्रान्सेली समाचार संस्था AFP का फोटोग्राफर शाह मराई सहित 8 जना पत्रकार समेत रहेका छन्। आक्रमणकारीले पहिलो विस्फोट मोटरसाइकलमा गराएका छन्। त्यसको 15 मिनेटपछि धेरै पत्रकारहरू समेत भएको ठाउँमा अर्को विस्फोट गराइएको थियो। समाचार संस्था AFP का अनुसार दोस्रो आक्रमण मुख्य गरी पत्रकारहरूलाई लक्षित गरिएको थियो। बम हमलाकारी पत्रकार बनेर भिडमा मिसिएको थियो, त्यसपछि उसको भिडमा नै बम पड्काएको थियो। AFP को प्रहरी प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, BBC का अनुसार कम्तीमा 8 पत्रकार र 4 जना प्रहरी अधिकारी मारिएका अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नाजिब दनिसले भनेका छन्। उक्त घटनामा 45 जना घाइते भएको जनाइएको छ। घटनाको जिम्मेवारी IAS ले लिएको छ। IAS सम्बद्ध अनलाइनका अनुसार उसले अफगानिस्तानको इन्टेलिजेन्स ब्युरोलाई लक्षित गरी आक्रमण गरेको हो। तस्बिरहरूमा देखिए अनुसार पत्रकारहरूको लाइन लागेका थिए, त्यति नै बेला बम पड्किएको थियो। तनावपूर्ण सम्बन्धमा रहेका
दुई छिमेकी मुलुक भारत र पाकिस्तानको पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेका छन्। आउँदो सेप्टेम्बरमा रसियामा हुने अन्तर्देशीय प्रति आतंकवाद अभ्यासमा भारत र पाकिस्तानले सँगै सैन्य अभ्यास गर्न लागेका हुन्। सघाई कोअपरेसन अर्गनाइजेसन ओएससीओले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीन सहित एएससीओका सदस्य राष्ट्रिय सहभागिता हुनेछन्। भारतीय रक्षा मन्त्री निर्मला सीतारमणले भारतीय समाचार संस्था पीटीआईसँग यो कुराको पुष्टि गरेकी छन्। यो सैन्य अभ्यास सिरियाको युराल पर्वतमा हुने सम्भावना छ। यसको मुख्य उद्देश्य सङ्घाईको अपरेसन अर्गनाइजेसन एससीओ का सदस्य राष्ट्रको आतंकवाद विरुद्धको सहकार्य अभिवृद्धि गर्नु हो। अब खेल समाचार। इन्डियन प्रिमियर लिग आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्र सिंह धोनीले राखेका छन्। चेन्नई सुपर किङ्सका कप्तान धोनीले आईपीएलमा 3,356 रन बनाएका छन्। कुनै पनि कप्तानले आईपीएलमा यति धेरै रनको रेकर्ड राखेका छैनन्। यसअघि यो रेकर्ड दिल्ली डेयरडेभिल्सका पूर्व कप्तान गौतम गम्भीरको नाममा थियो। उनले 3,518 रन बनाएका थिए। हाल गम्भीर कप्तान छैनन्, त्यसैले यो रेकर्ड धोनीको नाममा रह्यो। सोमबार राति दिल्ली डेयरडेभिल्स विरुद्धको खेलमा कप्तान महेन्द्र सिंह धोनीले 2 चौका र 5 छक्काको मद्दतमा नट आउट 51 रन बनाए। उनले मात्र 22 बल सामना गरेका थिए। यो खेलमा दिल्ली विरुद्ध चेन्नई 13 रनले विजयी भयो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भारतीय प्रधान पर्वमा दिएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन कांग्रेस निकट नेपाल मुस्लिम संघको सरकारलाई दबाव। मानसिक रोगका कारण आत्महत्या हुने गरेका नेपालमा 90%। अफगानिस्तानमा बम हमला पत्रकार सहित 25 जनाको मृत्यु। र आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्र सिंह धोनीको नाम। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।